गाह्रो छ भने एकदमै रमाइलो पनि छ। यहाँ म पनि यसरी भारी बोकिरहेको छु, देख्न सक्नुहुन्छ। आज बाइक चलाउँदा जस्तो बाटो अप्ठ्यारो थियो मान्छे हिँड्ने बाटो पनि त्योभन्दा कमी चाहिँ नभएको महसुस छ। यस्तो भिरको बाटो जङ्गल घारीमा साडी लाउनेहरूलाई निकै गाह्रो भइरहेछ। हाम्रो सुशान्त भाइ पनि ब्याग बोकेर क्यामेराम्यान पनि निकै गाह्रो छ। यता हेर्न सक्नुहुन्छ बाटो चाहिँ एकदमै अप्ठ्यारो छ। तपाईँहरू हेर्नुहुन्छ जति देख्नमा सजिलो राखेको छ। हामी भारीसँग यो एकदमै अविस्मरणीय रहनेछ। यो खोटाङको पहिलोचोटि हाम्रो अत्यन्तै टाढा चाहिँ हाम्रो यो पहिलोचोटिको हो जन्ती। त्यसैमा पनि एकदमै रमाइलो छुट्टै एउटा खुसियाली पनि छ, किनभने पहिलोचोटि जन्ती आउन पाएको होइन। त्यसैमा पनि हामी अत्यन्तै खुसी छौँ। त्यसमा अब टाढाबाट आएको भने जस्तो सोचे जस्तो सहज नभएर बाटोमा खाजा पानीको पनि व्यवस्था नभएको ठाउँहरू रहेछ। त्यसमा पनि हामी एकदमै गाह्रो छ। सबैभन्दा गाह्रो चाहिँ मलाई छ यहाँ। सबैजनालाई अलिअलि भोक पनि लागेको छ यो बेलामा। अब यस्तो अवस्थामा चाहिँ यो ओह्रालो हिँड्नुपर्दा चाहिँ निकै गाह्रो छ। के एकदम गाह्रो छ। बाटोहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले, एकदमै गाह्रो छ। गाह्रो छ ल, हेर्न सक्नुहुन्छ एकदमै गाह्रो।